हेलो, नमस्ते सबैजनालाई। आज चाहिँ हजुरहरूसँग म आफ्नो फर्स्ट एभर कोरियाको कामको एक्सपिरियन्स सेयर गर्न गइराखेकी छु। म चाहिँ 2020मा आएको अनि त्यति बेला चाहिँ कोभिडको टाइम भएको भएर चाहिँ हामीले चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कामहरू अब सबै साथीभाइहरू आफ्नो आफ्नो कामहरूमा गइरहनु भएको थियो। मेरो चाहिँ फर्स्ट काम भनेको चाहिँ मैले एग्रिकल्चरमा काम गरेको थिएँ। केमा भन्दाखेरि यता आइल्यान्डतिर गएर फेचु बाँध्ने काम थियो मेरो फर्स्ट काम चाहिँ। अनि त्यसपछि गएर फेचु बाँध्ने मात्रै होइन, जुन लामो लामो प्याजहरू हुन्छन् थेपाहरू त्यस्तोहरू पनि बाँध्ने चाहिँ मेरो काम थियो। अनि मेरो एक्सपिरियन्स र यो कुरा गर्नु पर्दाखेरि चाहिँ मैले कहिले पनि त्यस्तो हेभी कामहरू नेपालमा गरेको थिइनँ। नेपालमा सर्भिङहरूको कामहरू यताउति चाहिँ पहिल्यैदेखि गरेको थिएँ होइन। अनि तर त्यस्तो खेतबारीमा अब नर्मली घरको खेतबारीमा काम गर्ने भनेको त छुट्टै कुरा भइहाल्यो। तर खेतबारीमै काम गरिराख्ने भनेको चाहिँ कहिले पनि गरेको थिइनँ। अनि त्यति बेला चाहिँ म जस्ट 18-19 वर्षको मात्रै थिएँ। घरको कान्छी छोरी सबैजनाले यस्तो यस्तो माया गरेर मलाई हुर्काउनु भएको होइन, हुन्छ नि। तर पनि दुःखहरू त गरेको नेपालमा पनि नगरेको होइन। अनि म र मेरो एकजना केटी साथी चाहिँ हामी चाहिँ एकजना अङ्कलले काम छ आऊ हामी धेरैजना नेपालीहरू हुन्छ भनेर चाहिँ बोलाउनु भएको थियो। अनि हामीलाई चाहिँ दिनको 10,000 नेपाली दिन्छु, 1 लाख हुन् भनेर भन्नुभएको थियो। र अनि हामी चाहिँ खुसी भएर अब पहिलोचोटि काम त्यही माथि दिनकै 10,000 भनेपछि त होइन कति धेरै खुसी भएर हामी एकदम यहाँ सोलदेखि चाहिँ 1 दिन पुरै लगाएर ट्राभल गरेर पुगेको थियौँ। त्यो ठाउँको नाम चाहिँ जिन्दो आइल्यान्ड हो। सायद कतिपय अब नयाँ नयाँ आउनु भएकोहरू पनि हजुरहरू पनि त्यहाँ पुगिसक्नु भएको पनि हुनसक्छ होइन। अनि त्यहाँनिर जाँदाखेरि चाहिँ अरू पनि नेपालीहरू हुनुहुन्थ्यो। अनि एउटा घरभित्र चाहिँ एउटा रुममा केटी मान्छेहरू बस्ने, अर्को रुममा चाहिँ केटा मान्छेहरू सबै ओछ्यान लागेर हामी सबैजना त्यहीँ सुत्थ्यौँ। अनि बिहान 7-8 बजीतिर बारीमा जाने अनि फेचु बाँध्ने। फेचु चाहिँ यस्तो भइरहेकोलाई चाहिँ माथि राखेर त्यो डोरीले बेसरी बाँध्नुपर्ने नफुस्कियोस् भनेर, ताकि त्यो पछि राम्रो सेप एन्ड साइजमा आओस् भनेर। अनि त्यति बेला चाहिँ डिसेम्बर जनवरीको महिना थियो। हिउँ पनि परिरहेको थियो, एकदम चिसो थियो। अब यस्तो चिसो कोरियाको चिसो चाहिँ पहिलोचोटि फिल गरिरहेको थिएँ मैले पनि। अनि त्यो बियर गर्न चाहिँ एकदमै गाह्रो भएको थियो हामीलाई। अनि दिउँसोमा खाजाहरू पनि हुँदैन थियो। बिहानमा खाना खाने, बेलुकामा खाना खाने त्यही मात्र हुन्थ्यो। अनि त्यो डोरी चाहिँ 100वटा डोरी बाँधेको बल्ल मानन दिने भयो कि हामीलाई चाहिँ। अब त्यो जुन अङ्कलले बोलाउनु भएको थियो उसको पनि माथिपट्टि चाहिँ कोरियन रहेछ काममा लैजाने एजेन्टहरू। अनि उहाँहरूले चाहिँ 100वटा डोरी बाँधेको फेचुलाई बाँधेको चाहिँ बल्ल मानन दिन्छु भन्नुभयो। दिनभरि बाँधे पनि 100वटा बाँध्न नसकिने। अनि त्यसपछि गएर त्यसलाई छोडेर अनि हामीले चाहिँ प्याज उखाल्न भनेर गयौँ। प्याजको पनि त्यस्तै लाइक टिम टिम हुने। त्यहाँ चाहिँ जस्तै हाम्रो नेपालीहरूको टिम भयो, कोही चाइनिजहरूको टिम, कोही भियतनामको टिम अनि एउटा बारीमा सबैजना ग्रुपलाई छोडिदिने। जुन ग्रुपले चाहिँ धेरैवटा मुठा बनाउनु भयो उहाँहरूलाई पैसा दिने, त्यस्तो रहेछ, हामीलाई थाहा थिएन। अनि त्यसपछि त्यहाँ गएपछि चाहिँ त्यो उखाल्दा उखाल्दा चाइनिजहरूसँग चाहिँ हामी सक्दै नसक्ने धेरै ठाउँमा चाहिँ हामी त्यसरी नै काम गऱ्यौँ। र अलि दिन 1 हप्ता जस्तो काम गरेपछि चाहिँ एकदमै गाह्रो भएर पुरै जिउसम्मै दुखेर अनि त्यो कैरा लाग्छ भन्छ नि हाम्रोतिर चाहिँ, त्यो जिउहरू दुखेपछि चाहिँ कैरा लागेको भन्छ। अनि त्यस्तो भएपछि चाहिँ म र मेरो साथीले चाहिँ अब सक्दैनौँ भनेर अन्त्य काम गर्न जाने भनेर चाहिँ हामी त्यहाँबाट चाहिँ पैसा मागेर निक्लिँदाखेरि चाहिँ 1 हप्ता काम गरेको हामीलाई जम्मा 15,000 नेपाली दिएर चाहिँ पठाउनु भएको थियो कि। अनि खासमा चाहिँ हामीलाई 1 लाख वोन दिनको भनेर लिएर गएको। अनि त्यहाँ गर्दाखेरि चाहिँ 1 हप्ताको जम्मा 15 मानन दिनुभएको थियो। अनि अब काम पैसा भन्दा पनि एक्सपिरियन्स चाहिँ बटुलेको जस्तो लाग्छ मलाई चाहिँ।